आहा कति राम्रो गर्नुभएको छ, कस्तो राम्रो उहाँको अपिरियन्स, उहाँले जुन ढङ्गबाट प्रेजेन्स गर्नुभएको छ, जुन ढङ्गबाट बोल्नु भएको छ, जुन प्रस्तुति दिनुभएको छ, त्यो कालखण्डलाई नै उहाँले प्रेजेन्ट गर्नुभएको जस्तो फिल हुन्छ। असाध्यै राम्रो यो बनाउन एकदमै पेसेन्स चाहिन्छ क्या, पेसेन्स अलिकति थट्सहरू यो चिजहरू चाहिन्छ होइन। कस्तो राम्रो आर्टिस्ट सिलेक्सन जस्तो लाग्यो। स्टोरीमा यस्तो थियो भन्ने कुराहरू आयो होइन, हिस्ट्रीको कुराहरू थियो। पार्ट पनि बेस्ट छ, सिनेमेटोग्राफी राम्रो छ, लाइटिङ राम्रो छ, वान अफ द बेस्ट मुभी हुन सक्छ। आर्टिस्टहरूले आफ्नो पोर्ट्रे गर्नुभएको छ, बडी ल्याङ्ग्वेज, फिजिकली चेन्ज, अनि त्यो एपिरेन्स एकदम पावरफुल थियो नि त होइन। एकदम ध्यान दिएर हुन्छु कि इन्ट्रो धुम धडाका बनाउनु पर्छ भनेर। हजुर हजुर, किताबमा पढियो, स्टोरीमा यस्तो थियो भन्ने कुराहरू आयो होइन, हिस्ट्रीको कुराहरू थियो। तर अहिले पर्दामा हेर्दाखेरि चाहिँ जस्तो प्रकारले आर्टिस्टहरूले आफ्नो पोर्ट्रे गर्नुभएको छ, अनुजीले जुन प्रकारले प्रस्तुति दिनुभयो केही समय अगाडि विशालजीको किताबमा उहाँलाई अलग तरिकाले देखिएको, अब फेरि सौगाजीलाई पनि डिफ्रेन्ट तरिकाले देखिएको। यो फिल्ममा हेर्दाखेरि चाहिँ कस्तो राम्रो आर्टिस्ट सिलेक्सन जस्तो लाग्यो, कलाकारहरू असाध्यै राम्रो। गीताञ्जली पात्र हेरिरहँदाखेरि चाहिँ हजुर कतिको तपाईँलाई कतिको लोभ लाग्यो? आहा कति राम्रो गर्नुभएको छ, कस्तो राम्रो उहाँको अपिरियन्स, उहाँले जुन ढङ्गबाट प्रेजेन्स गर्नुभएको छ, जुन ढङ्गबाट बोल्नु भएको छ, जुन प्रस्तुति दिनुभएको छ, त्यो कालखण्डलाई नै उहाँले प्रेजेन्ट गर्नुभएको जस्तो फिल हुन्छ। असाध्यै राम्रो। कस्तो लाग्यो तपाईँ आज एक्सन डिरेक्टर भर्खरै किताबमा बनाउनु भएको होइन, यस्तो फिल्म 200 वर्ष अगाडि त्यही त फर्स्ट अफ अल त मेरो दुइटै एक्टरहरू मेरो होइन कि जस्तो लाग्यो मलाई होइन। किताबमा दुवैजनाको के भन्छ बडी ल्याङ्ग्वेज, फिजिकली चेन्ज, अनि त्यो एपिरेन्स एकदम पावरफुल थियो नि त होइन। सो दुवैजना सटल, हामीले चाहिँ एक्सन बनाउँदा इन्ट्रोलाई एकदम ध्यान दिएर हुन्छु कि इन्ट्रो धुम धडाका बनाउनु पर्छ भनेर। सो सौगातको पनि इन्ट्रो धुम धडाका थियो, अनुपको पनि थियो। यहाँ सडक स्वाट आयो होइन। आउँदाखेरि के लाग्यो भने मलाई सबभन्दा मन परेको त्यो एरामा पुर्याउन सक्नु भएको छ डिरेक्टरले, जुन चाहिँ एराको उहाँहरूले कथा उठाउनु भएको छ नि होइन। टेक्निकली एकदमै गाह्रो हुन्छ, वायरहरू जताततै हुन्छ, घरको स्ट्रक्चर चेन्ज भएको हुन्छ, तर त्यही एरामा लगेर अडियन्सलाई चाहिँ हामी 200 वर्ष अगाडिकै स्टोरी हेर्दैछौँ भन्ने पुर्याउन सक्नु बहुत ठुलो खुबी हो। अनि अर्को अघि उहाँलाई सोध्नुभयो गीताञ्जलीको होइन, उहाँले मिनिमम डायलग बोलेको देखेँ मैले, तर उहाँको आँखा अल द टाइम बोलिरहेको थियो होइन, एकदमै राम्रो थियो। बाँकी अनुपलाई यस्तो क्यारेक्टर पनि सुन्दर रहेछ नि, फर्स्ट टाइम सिनेमेटोग्राफी राम्रो छ, लाइटिङ राम्रो छ, डिरेक्टरले आफ्नो एरा क्रिएट गर्नुभएको छ। ओभरअल जाड भन्ने नयाँ कुरा चाहिँ होइन है, फेरि हाम्रो अहिले आइरहेको मुभीहरू अहिले चाहिँ हाम्रो कथा भन्नुपर्छ भन्ने टाइममा चाहिँ जाड वान अफ द बेस्ट मुभी हुन सक्छ। बनाउन त सक्दिनँ होला मैले, बनाउन त बनाउन एकदमै पेसेन्स चाहिन्छ क्या, पेसेन्स अलिकति थट्सहरू यो चिजहरू चाहिन्छ होइन। अनि सबले रिलेट गर्नुहुन्छ, जसले राम्ररी पोर्ट्रे गर्न सक्नुहुन्छ यस्तो सब्जेक्टहरू उहाँहरूले नै गर्नुपर्छ, किनभने हामीले गर्दा फेरि हामीले बिगारिदिउँ भने त सब्जेक्टको पनि न्याय हुन्न होइन। सो तपाईँले भने होइन मलाई एक्सन मात्र गर्नु भनेर हेर्दा त रमाइलो छ नि, हेर्नलाई त एकदमै मजा छ, तर काम गर्न त गाह्रै हुन्छ। उहाँहरू पनि बसिरहनु भएको छ। थ्याङ्क यू सो मच, रमाइलो राम्रो छ मुभी, थ्याङ्क यू। राम्रो छ हेरियो होइन। यो आदरणीय महान साहित्यकार, विश्वस्तरीय साहित्यकार, भारतीय अकादमी पुरस्कार पाउनुभएका साहित्यकार इन्द्र राईको कथामा आधारित, इन्द्र कुमार राईको कथामा आधारित फिल्म रहेछ। वास्तवमा भन्ने हो भने यस्तो आर्ट मुभीहरूले कमर्सियली कति सफलता हासिल गर्छ त्यो बेग्लै कुरा हो, तर यो फिल्म ऐतिहासिक फिल्म हो, हिस्टोरिकल छ, आर्ट मुभी हो, साहित्यिक फिल्म छ, र यो फिल्म हत्तपत्त शुष्क दिमागले ठम्ब्याउन सक्दैन। र मलाई जहाँसम्म लाग्छ अभिनयको हिसाबले, बरु तपाईँहरू कसको प्रतिक्रिया लिनुहुन्छ लिनु होला, अभिनयको हिसाबले एकदमै राम्रो छ। अनुप विक्रमजीको, सौगात मल्लजी, त्यसै गरी अरू कलाकारहरूको सबै राम्रो छ, म सबै त चिन्दिनँ। डिरेक्टर साहबले पनि राम्रो मेहनत गर्नुभएको छ, र यो बाघले अट्याक गरेको सिन चाहिँ विशेष रहेछ, र म यही भन्छु कि यो फिल्म राम्रो छ। एउटा कृति, एउटा लेखमा आधारित चलचित्र थियो होइन। अब भर्खरै सौगात मल्ल र हाम्रो अनुप विक्रम साईको
योभन्दा अगाडि पिताम्बर नै आएको थियो होइन त्यो एकदमै एक्सन मुभी थियो नि यो चाहिँ होइन एकदमै आनन्दले हेर्न पर्ने टाइपको मुभी रहेछ होइन किताबमा जस्तो लेखिएको थियो लगभग त्यही बारेमा फिल्ममा पनि आएको रहेछ हेर्दा आनन्द लाग्यो यो फिल्म हेर्दा चाहिँ अर्कै दुनियाँमा पुगे जस्तो पनि लाग्यो मलाई होइन अलि अगाडिकै धेरै वर्ष अगाडिको कथा देखाइएको छ अनि त्यही बेलामा पुगे जस्तो लाग्यो र यसमा अब एक्सन छैन कमेडी छैन तर हेर्दा आनन्द छ सौगात मल्ल र अनुप विक्रम साईको एउटा ट्राइङ्गल लभ स्टोरी अलिक युनिक पाराको छ लभ स्टोरी पहिलाको नि एउटै हो अहिलेको नि एउटै हो होइन जस्तै पहिला को मान्छेहरू पनि कसरी लभ पर्दो रहेछ जार प्रथा के हो भन्ने कुरो होइन एकदम खुलस्त पारेर देखाइएको रहेछ मलाई चाहिँ राम्रो लाग्यो तपाईँको लाइफमा जार आएको के गर्नु एक फिल्ममा चाहिँ काटिन्थ्यो होला यसमा नि त्यो पहिला त काट्ने नियमै रहेछ होइन जार कोही मानिलिउँ यो मेरो जार भयो भने त्यो पञ्चायत बसेर यसलाई काट्ने मलाई मौका नै दिँदो रहेछ त्यस्तो कानुन अहिले पनि हुनुपर्ने के यता हाम्रो प्रदेशको माननीय एकछिन साथीहरू एकछिन भाइ उहाँ चाहिँ माननीय हाम्रो प्रदेश अहिलेको माननीय छिरिङ दोर्जे लामा उहाँको बाइस लिनु सबैलाई नमस्ते आज यो प्रिमियर सो हेर्न मौका जुन पायो एकदम खुसी लाग्यो यो चाहिँ जुन अघि त्यहाँभित्र पनि कुरा भइसकेको छ एउटा कलाकारको एउटा